हाई एभ्रिवान, ह्याप्पी मदर्स डे सबैजनामा। आज आमाको मुख हेर्ने दिन। माता तीर्थ औँसीको अवसरमा चाहिँ आज हाम्रो घरमा के भइरहेछ भन्ने कुराहरू चाहिँ हजुरले यो भिडियो लास्टसम्म हेरेर थाहा पाउनु हुन सक्नेछ। मलाई लाग्छ कुनै पनि सन्तानको कारणले चाहिँ कुनै पनि आमाको आँखामा आँसु नआओस्। मेरी आमालाई मैले सधैँ खुसी दिन सकु। सबैलाई लाग्छ होला आफ्नो आमा विशेष, तर मलाई चाहिँ मेरो मम्मी चाहिँ एकदमै खास लाग्नुहुन्छ। मेरो जिन्दगीको अमूल्य एउटा हिस्सा भनेको नै मेरो मम्मी हो। मेरो आँट, हौसला, हिम्मत भनेको नै म आफ्नो मम्मीलाई लिन्छु होइन। आज माता तीर्थ औँसीको अवसरमा मेरो हजुरआमा हुनुहुन्न, त्यसैले मेरो मम्मीले चाहिँ अनाथालय अनि वृद्ध आश्रममा त्यहाँ असहाय जसको सहारा छैनन्, जुन बेसहारा छन्, ती व्यक्तिहरूलाई चाहिँ थोरै मात्रामा भए पनि खुसी दिने, प्रसाद बाँड्ने भन्ने सोच्नुभयो। योभन्दा अगाडि पनि मेरो मम्मीले मानव सेवा आश्रममा, हस्पिटलहरूमा गएर फलफुलहरू वितरण गर्ने, लुगा कपडा वितरण गर्नुहुन्थ्यो। होला हामी गरिब छौँ, धेरै हामीसँग पैसा छैन, धन सम्पत्ति छैन, तर मेरो मम्मीको मन चाहिँ एकदमै ठुलो छ है। त्यसैले त मेरो मम्मी मलाई एकदमै खास लाग्नुहुन्छ। मलाई मेरो मम्मीको प्रशंसा गर्न कुनै पनि अप्ठ्यारो, लाज, हिचकिचाट भन्ने हुँदैन। त्यो किनभने उहाँको हृदय यस्तो सफा छ नि, यस्तो राम्रो छ नि। मैले मेरो मम्मीको प्रशंसा गरेको होइन, तर उहाँ साँच्चै नै भन्नुपर्दा एकदमै कोमलो हृदयको मान्छे हुनुहुन्छ होइन। आज चाहिँ हामी दृष्टि फाउन्डेसनमा आएका थियौँ। मेरो मम्मी र मेरो सानीमाले चाहिँ आज मेरो हजुरआमाको यादमा यो दृष्टि फाउन्डेसनमा आएर थोरै प्रसाद भोजन गराउने सोच गर्नुभएको थियो। अन्य दिन चाहिँ यहाँ कोही मान्छेहरू आउनु न, तर यस्तो दिनहरूमा चाहिँ अरू मान्छेहरू पनि आउनु भएको रहेछ सहयोग गर्नको लागि, खाजा खुवाउनको लागि। त्यसैले हामी जानुभन्दा अगाडि चाहिँ सबैले खाजा खाएर अगाडिको मान्छेले आएर खुवाइसक्नु भएको रहेछ। त्यही भएर उहाँहरूलाई खासै खाने मन नरहेछ। मम्मीले चाहिँ होममेड घरमै पुरी, खिर, अचार अनि फलफुलहरू बनाएर लगेर जानुभएको थियो। उहाँहरूले अलिअलि खानुभयो अनि त्यसपछि चाहिँ हामी आयौँ। त्यहाँदेखि मम्मीहरूलाई अटोमा बसाएर बाइक गरेर हामीले घर पठाइदियौँ। अनि टुई गरेर मलाई पनि थकै लागिरहेको थियो। त्यहाँदेखि आएर दिनभरि अब साँझ पर्न लागिसकेको थियो भएर मेरो बुढो चाहिँ। अनि हामी आफ्नो घरतिर फर्क्यौँ। साँच्चै नै गाइज, मलाई त के लाग्छ भन्दाखेरि नि कुनै पनि मन्दिरमा गएर दान दक्षिणा चढाएर धर्म कर्म गरेर भजन गाएर मात्रै कुनै पनि पाप कट्टी हुने भन्ने त्यो हुँदैन होइन, धर्म कमाउने भन्ने हुँदैन। मेन धर्म भनेको चाहिँ के हो जस्तो लाग्छ भने मैले कुनै पनि मान्छेले दुखी हुन नपरोस्, कसैको पनि आँखामा आँसु नआओस्, सबैले आफ्नो परिवारसँग बस्न पाउन्, दुई छाक राम्रोसँग खान पाओस् होइन। त्यो नै सबैभन्दा ठुलो खुसीको कुरा हो। त्यो त हामीलाई भगवान्ले दिनुभएको छ। अनि मलाई लाग्छ धेरै धन सम्पत्ति नभए नि यो कुरामा नै खुसी हुनुपर्छ जस्तो लाग्छ है। त्यसैले सहयोग गर्नको लागि कुनै धेरै सम्पत्ति हुनुपर्छ भन्ने छैन, मान्छेको ठुलो हृदय मात्रै हुनुपर्छ, जुन मेरो मम्मीसँग धेरै प्रशस्त मात्रामा छ। उहाँ चाहिँ एकदमै दुःख गर्न चाहने मान्छे हो कि, एकदमै दुःख गर्ने, मेहनत गर्ने र आफू पनि खुसी हुने, अरूलाई पनि खुसी बनाउन खोज्ने। मेरो मम्मीले चाहिँ आफू भोको हुनुहुन्छ र आफ्नो अगाडि कोही भोको मान्छे अर्को छ भनेपछि आफूले नखाएर पनि उहाँलाई खुवाएर खुसी बनाउनुहुन्छ, त्यसैमा खुसी हुनुहुन्छ कि। त्यसैले नै मलाई लाग्छ मेरो मम्मी जस्तो महान मेरो लागि यो संसारमा कोही पनि छैन है। म यो कुराले चाहिँ एकदमै खुसी हुन्छु। मैले यति राम्रो बुझ्ने, यति धेरै माया गर्ने, यति धेरै सहयोगी भएको मेरो अभिभावक पाएको छु। अनि त्यसै गरेर गाइज हामी चाहिँ घर पनि आइसक्यौँ। अँध्यारो पनि भइसकेको थियो अलिअलि, लाइट बालेर थकाइ पनि लागेको छ बिहानदेखि। अब कोठामा पनि लाइट बाले। ओके गाइज, बाबाई, लास्टै थकाइ लागेको छ, टाउको दुखिरहेछ। आजको मेरो मिनी ब्लग चाहिँ यति नै, बाई। ओके, गुड नाइट।